कल्याणपुर नगरपालिका 11 मा रहेको यो घर बाहिर राजाराम सब मनी ट्रान्सफरको बोर्ड झुन्ड्याइएको छ। तर यसै घरभित्र दुईवटा अवैध सहकारी पनि सञ्चालित छन्, एउटा फर्जी र अर्को नवीकरण नगरिएको। यस घरमा सञ्चालित माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी र माँ जानकी कृषि सहकारीमा 100 बचतकर्ताले करोडौं जम्मा गरेका छन्। आफ्नो पैसा फिर्ता माग्दै 2 वर्षभन्दा लामो समयदेखि बचतकर्ताहरू धाएको धाइ छन्, तर फिर्ता भने पाउन सकेका छैनन्। कहले ढौवा धरे छिए, कोनो समस्या परत ओइमे सलाइ आ समस्या परले देह में दुख भगल, गेली ऑपरेशन करवा तब गेली मांगा हमरा ऑपरेशन कराए ढौआ दो, तो कहल कि हम नहीं देव, हम कत से दू अखनो। आ तब फिर बेटी के समस्या भगल, बेटी के दुख भगल, गेली मांगा देवे नहीं देल, बोलो अब छेला बहाना कर, बोलो हम नहीं जानी छी, बोलो ढौआ तुआ हम सब बेटा कमेले, बेटा और कल के धरिए ध दिए, बच्चा और के पढ़ेबे लिखेबे, घर दुआर बनेबे, खेबे, गरीब लोग धर गेली। हमार कली देते बड़ो बियाह देते सेहो नहीं दिल, 2.5 साल से ढुआ मांगे छी, कहीं फना लले चिना लले सेहो नहीं दी। यी दुवै सहकारीमा पैसा जम्मा गरेका बचतकर्ता मध्ये हाम्रो सम्पर्कमा आएकाहरूको मात्रै झन्डै 1 करोड सवा नै बाँकी छ। कल्याणपुर 8 मा झाउकी उषा कुमारी दासले 2078 पुस 22 यता माँ जानकी कृषि सहकारीमा 31,50,500 जम्मा गर्नु भएको छ। सोही गाउँकी सुनिता देवी दासको यसै सहकारीमा 3,01,000, जितो कुमारी दासको 3,85,000, जनिफा मियाको 9,20,000, जेफुल खातुनको 4,40,000 छ। यस्तै माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारीमा रोशन खातुनको 6,60,000, सैरा खातुनको 3,80,000 फसेको छ। 2-2.5 साल से मांगे छी तो नहीं दे, कहीं खेत ललू पथार ललू, कल के दूगो फोटो लग आयब, वही चेक पकाए पर चढ़ा दिल के 2.5 बरस से देवे नहीं करे है। घर बना वाला जमा करने चलिए, बाल बच्चा के पढ़ वाला जमा करने चलिए, आ जाए छी तो देवे नहीं करे। बिचाइसके चाहिँ अब तपाईलाई थाहा छ, अब नेपालमा कसैले पैसा दिदैन, अनि यसी समस्या यसी गुहार गर्दा गर्दा पनि उसले पैसा दिदैन। 2 लाख पनि दिनु मलाई कतार जानु छ, अब घरमा बसेर त्यो पैसा फाइदा छैन, अनि गरीब मान्छे नेपालमा कसरी खाउँछ, विदेश जानु पर्छ। मनी ट्रान्सफर र सहकारी दुवैका सञ्चालक कल्याणपुरकै राजाराम शाह हुन्। म्यान पावर व्यवसायी बुवा बिल्टु शाहले राजारामले 2068 साल साउनमा कल्याणपुरमा मनी ट्रान्सफर खोलिदिए। राजारामले यही मनी ट्रान्सफरलाई देखाएर 2074 मा ग्लोबल आईएमई बैंकसँग शाखारहित बैंकिङ सेवा ल्याए। विदेशबाट आफन्तले पठाएको पैसा खाँचो हुनेले यो मनी ट्रान्सफरबाट झिकेर लैजान्थे भने खाँचो नहुनेले यहीबाट ग्लोबल आईएमई बैंकको आफ्नो खातामा जम्मा गर्थे। राजारामले केही सेवाग्राहीको पैसा जम्मा गरिदिए भने अधिकांशको बैंकमा नराखिदिएर आफैले चलाउने गर्थे। यो गुनासो पुगेपछि 2079 माघमा ग्लोबल आईएमई बैंकले त्यहाँबाट आफ्नो शाखारहित बैंकिङ सेवा हटायो। यसपछि राजारामले आफ्नो आर्थिक अपराधलाई निरन्तरता दिन 2079 मै माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी संस्था दर्ता गराए। अनि गाउँका सोझा सिधा नागरिकलाई झुक्याएर बैंकबाट पैसा झिक्न लगाई आफ्नो सहकारीमा सार्न लगाए। तर अधिकांश बचतकर्तालाई भने माँ जानकी कृषि सहकारी लेखिएको पासबुक दिइएको छ, त्यसमा रकम बुझिलिएकोमा अधिकांशमा